हेलो, आज म तपाईहरुलाई शंकर बेली सिमसार क्षेत्र अवलोकन गराउनेछु र यसै क्रममा हामी शंकर बेली सिमसार क्षेत्र अवलोकनको लागि गइरहेको यो बाटोको दृश्य हो, जहाँ जंगल बाटो छ र यो जंगल अति नै सुन्दर छ र यहाँदेखि अब हामी यहाँ सिमसार शंकर बेली इको टुरिज्म पार्क छ। यहाँ जुन 72 बिघामा फैलिएको छ यो पार्क रामधुनी झुम्का बजारदेखि लगभग 12-15 किलोमिटर पश्चिम उत्तरमा रहेको छ। यो शंकर बेली टुरिज्म पार्क एकदमै सुन्दर छ। सुन्दर दृश्य, मनमोहक दृश्यहरू छन् जहाँ पार्क एकदमै सुन्दर छ। यहाँ धेरै टाढाबाट मानिसहरू अवलोकन गर्न आउँछन्। यहाँका दृश्यहरू एकदमै सुन्दर छन्, जुन मनमोहक किसिमका छन्। यो प्रवेशद्वार हो, शंकर बेलीको प्रवेशद्वार हो, जुन यहाँबाट यो शंकर बेली 72 बिघा क्षेत्रफलमा फैलिएको यो सिमसार एकदमै सुन्दर छ र यही गेटबाट यहाँ सिमसार भित्र यो शंकर बेली पार्क भित्र प्रवेश गरिन्छ। यो चाहिँ जलाशय हो, जो जलाशय पनि ठुलो, यो पोखरी ठुलो क्षेत्रमा फैलिएको छ। यहाँ तपाईले दृश्यमा हेर्न सक्नुहुनेछ। यहाँ एकदमै सुन्दर दृश्य छन्, जुन चारैतिर बोट बिरुवा बस्ने ठाउँहरू बनाएको छ। चौताराहरू निर्माण गरिएको छ, जहाँ काठका पुलहरूको निर्माण गरिएको छ, जुन एकदमै हेर्नमा एकदमै मनमोहक छन्। एकदमै मनमोहक दृश्यहरू छन्। चारैतिरबाट बोट बिरुवाले घेरिएको र बिचमा चौतारा निर्माण गरिएको र पुलबाट त्यहाँ चौतारामा पुग्ने काठे पुलहरू जुन निर्माण गरिएको छ, त्यो झन् यो पार्कलाई एकदमै सुन्दर बनाएको छ। र यो पार्कमा हामी आज घुम्न आएको छौँ र यहाँ दृश्यमा हेर्न सक्नुहुनेछ, जुन एकदमै मनमोहक दृश्य छ। यो मनमोहक दृश्य शंकर बेली टुरिज्म पार्कको हो, जुन झुम्का बजारदेखि लगभग 10-15 किलोमिटर पश्चिम उत्तरमा रहेको छ र यो यसमा धेरै टाढाबाट मानिसहरू घुम्न आउँछन् र यहाँ पिकनिक स्पोटहरू पनि एकदमै छन्। जुन पिकनिक टाइम समयमा यहाँ धेरै टाढाबाट मानिसहरू पिकनिक मनाउन आउँछन् र यो दृश्य तपाईहरूले हेर्न सक्नुहुनेछ। यो शंकर बेली टुरिज्म पार्कको हो, जहाँ एकदमै सुन्दर दृश्य छ, एकदमै सुन्दर मनमोहक दृश्यहरू छन्, जुन हामीले यो दृश्य यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। यहाँ भएका दृश्यहरू एकदमै आफैले निर्माण गरेका पार्क, जुन यो पार्क 72 बिघामा फैलिएका छन्। यहाँ बोट बिरुवाहरू, विभिन्न प्रजातिका बोट बिरुवाहरू र विभिन्न किसिमका काठी पुलहरू तपाईले हेर्न सक्नुहुनेछ। त्यस्तै बालबच्चाहरूका लागि यहाँ खेल्ने विभिन्न किसिमका खेल पार्कहरू पनि निर्माण गरिएको छ र यो तपाईले दृश्यमा हेर्न सक्नुहुनेछ। यो काठबाट निर्माण गरिएको पुल, जुन यो यो पोखरीमा निर्माण गरिएको छ र यही पोखरीबाट अर्को चौतारामा पुगिन्छ र यो काठको पुल हो, जुन काठद्वारा सबै सामान काठकै प्रयोग गरेर यो पुलको निर्माण गरिएको छ र एकदमै मनमोहक दृश्य रहेको यो टुरिज्म पार्क एकदमै सुन्दर छ। जुन आज हामीले चारैतिर 72 बिघामा फैलिएको यो शंकर बेली टुरिज्म पार्कको अवलोकन गर्यो र वास्तवमा यो घुम्ने लायक छ र एकदमै सुन्दर छ। यो पार्क एकपल्ट सबैजना गएर हेर्दा एकदमै रमाइलो ठाउँ छ, जुन हामीले घुम्नै पर्ने हो। हस्त।